नगरकोट भ्रमण वर्ष 2082 को तयारीमा हामी जुटिरहेका थियौँ। यस सन्दर्भमा नगरकोट यो क्षेत्र चारवटै पालिकाहरूको चाहिँ सिमाना क्षेत्र रहेको कारणले गर्दाखेरि चाङु नारायणले आयोजना गर्ने भनेको यो भ्रमण वर्षमा हामीले थप शङ्खरापुर नगरपालिका, मण्डनदेवपुर नगरपालिका र बनेपा नगरपालिका सहित चारवटै नगरपालिकाको यो नगरकोट भ्रमण क्षेत्र संयुक्त रूपमा आयोजना गर्ने तयारीका सिलसिलामा हामी अगाडि लागिरहेका छौँ र यो चारवटै पालिकाहरूले आफआफ्नो नगरपालिकाभित्र क्षेत्र आफआफ्ना भ्रमण वर्षका गतिविधिहरू सञ्चालन गर्ने र संयुक्त रूपमा चारवटै नगरपालिकाले यो नगरकोट क्षेत्रको भूगोल यो पर्यटकीय क्षेत्रमा चाहिँ संयुक्त रूपमा चाहिँ हामीले भ्रमण वर्ष 2082 मनाउने तयारी र छलफलमा जुटिरहेका छौँ। यही सन्दर्भमा हामी आज यो संयुक्त रूपमा यो क्षेत्रको स्थलगत निरीक्षण र थप यो भ्रमण वर्षलाई सफल बनाउन आवश्यक पूर्वाधार र आवश्यक व्यवस्थापन गर्ने कुरामा पनि हामीले संयुक्त रूपमा छलफल गरेका छौँ र हामी भोलि नै चाहिँ संयुक्त रूपमा चारवटै नगरपालिकाको चाहिँ जनप्रतिनिधि र कर्मचारी साथीहरू बसेर यो नगरकोट भ्रमण वर्ष संयुक्त रूपमा आयोजना गर्नको लागि संयुक्त मूल समारोह समिति गठन गर्ने प्रक्रियामा पनि लागेका छौँ। चाङु नारायणको अपनत्व त यसै छ त्यसै छ, त्यो माथि पनि थप 3वटा नगरपालिका संयुक्त रूपमा आयोजना गर्नको लागि हामी सहकार्य गरेर अगाडि बढ्दा यो भ्रमण वर्ष अझ ठुलो व्यापकता र उत्साहका साथ सम्पन्न गर्नको लागि चाहिँ थप मद्दत र बल पुगेको छ।